सेवा सबैजनामा अनि सन्चै आरामै हुनुहुन्छ होला अनि हजुरहरूलाई फेरि पनि सँगसँगै पनि सबैजनालाई ह्याप्पी न्यु इयर भन्न चाहिँ बिर्सेछु। सबैजनालाई ह्याप्पी न्यु इयर अनि आजको दिनदेखि सबैजनाको जिन्दगी चाहिँ खुसी सुखी होस् है त। अनि आज चाहिँ म यहाँनिर बजार आएको थिएँ बिहान उठेर थोरै सामान किन्नु थियो अनि घरको लागि सुतेको थियो अनि त्यही भएर बजार आएको थिएँ। आज पनि मैले नयाँ भ्लगहरू स्टार्ट गरिरहेको छु धेरै तपाईँहरूलाई ओके गाइस म चाहिँ डेली मेरो वर्कतिर लागेँ। अब हजुरहरूलाई आज दिनभरि के गर्छु म सबै कुरा देखाउँछु है त। आज चाहिँ म कामको लागि भनेर तयार भएर बसिरहेको थिएँ अनि त्यो बेला चाहिँ सुप्रियाले मलाई कल गरेर चाहिँ आई एम कमिङ विथ यु टुडे। आज मलाई घरमा बस्न मान्छे लाग्छ, नयाँ वर्ष हो के गर्दै बस्ने, बरु तपाईँसितै जान्छु भनेर भनेको थियो। सो म चाहिँ उसलाई रिसिभ गर्दै गर्दै जाँदैछु। अहिले फाइनली आई मिट विथ सुप्रिया। सो हामी चाहिँ हिँड्दै हिँड्दै जाने है त भने फेरि प्लान भयो। सो हामी चाहिँ हिँड्दै गयौँ। अस्तिसम्म चाहिँ हामी एकदमै अन्जान साथी थियौँ होइन। उमेरले त मेरो बहिनी हो, त्यही पनि हामी म चाहिँ सुप्रिया भनेर बोलाउँछु। सो यति नजिक हामी यति बेस्ट फ्रेन्ड भयौँ कि जहाँ जाँदा पनि हुन्छ नाइट डे मर्निङ जति बेला पनि हामी सँगै प्रायः जस्तो भएर हुन्छौँ। सो ऊ चाहिँ यति राम्रो छ यति प्रिटी छ नि होइन। सो हजुरहरूलाई मन पऱ्यो भने मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। म चाहिँ उसलाई मिलाइदिने काम गर्छु है त। यति अनेस्ट छ होइन अनि हामीसित एकदमै घुलमिल भएर बस्छ, यति मिलानसार छ। सो अहिलेसम्म मैले यति मिल्ने साथी त खासै भेटेकै छुइनँ होला क्या। अनि हामी चाहिँ गफ गर्दै गर्दै जाँदै थियौँ। हामीले ठ्याक्कै पारिपट्टि चाहिँ एकदमै राम्रो क्याफे थियौँ क्या। पहिला पनि देखेको हो तर थाहा थिएन होइन। अनि सो हामी चाहिँ त्यहाँ जाने निर्णय गऱ्यौँ। भरे काम सकेपछि चाहिँ हामी त्यहाँ बस्ने भनेर। सो हामी चाहिँ सिधै फेरि त्यसो भन्दै चाहिँ हामी अटो भएकोमा पुग्यौँ। सो हामी त्यहाँबाट पनि फेरि अटो चढेर चाहिँ 10-15 मिनट तल नैनीतालमा गयौँ। अनि मैले अघिबाट नोटिसै गरेको थिएँ कि मेरो त्यो टपमा चाहिँ मतलब भेस्टमा चाहिँ हेर्नु न त्यो कस्तो उयो देखिरहेको रहेछ, तर त्यस्तो नराम्रो भित्र केही पनि देखिएको त छैन। अनि तर पनि कस्तो मान्छेले झट्टै हेर्दाखेरि चाहिँ नेगेटिभ सोच्छन् होला, तर त्यति साह्रो केही पनि देखेको छ जस्तो चाहिँ लाग्दैन होइन। सो त्यही पनि यतिकै मैले भिडियो हालिदिएँ। सबैजनाले पोजिटिभ सोचिदिनु होला है त। सकेसम्म चाहिँ 10 बजे पुऱ्याइदिनु है भनेर हामी चाहिँ अटोमा चढ्यौँ। अनि अटोमा चढेर हामी चाहिँ दुईजना चाहिँ एकदमै चिलमा चिप्स खाँदै गफ लाउँदै गयौँ। अनि त्यस पछाडि त्यहाँ पुगेपछि चाहिँ यति बिहानै मान्छेहरू यति धेरै आएको थियो कि अनि त्यही पनि हेऱ्यौँ। अब हाम्रो त एकछिन कामै चलेन। सो एकछिन बस्यौँ गफ लाउँदै। यहीदेखि धमाधम सुरु भइसकेको रहेछ। अनि हाम्रो एकाउन्टेन्ट मिस कहाँ जानुभयो? मेलातिर जानुभयो कि क्या हो? अनि आज त्यसरी अनि आज त छुट्टी हो नि त तपाईँको। अनि अरू त त्यस्तै हो होइन। आज फेरि यस्तो दामी हावा आइरहेको रहेछ साथीहरू। आज न्यु इयरमा रमाइलो नै हुने रहेछ। बरु सबै दिन चाहिँ एकदमै रमाइलो होस् भन्ने चाहना हो यहाँ। लगभग चाहना पुरा हुन्छ भन्ने आशा गरेको छु। कति दुःख गर्नु होइन। अब त सुखका दिन पनि आओस् न त भन्ने हो। बिहारको हालत यस्तो छ साथी, केही छैन यहाँ। यो कसरी बनाउनु जति बनाए पनि हुँदैन क्या, त्यही लाग्छ। र तिम्रो नाम के हो भन त? राज के हो? राज तामाङ पो। अनि तिम्रो बाबा चाहिँ खोइ विदेशमा। कतिमा पढ्छौ? नर्सरीमा। अनि आज भनेपछि न्यु इयर मनाउन आएको? त्यसरी लाग्यो। हावा पनि आइरहेको छ अनि यहाँ बोटिङ पनि आइरहेको छ। गाइसहरू देख्न सक्नुहुन्छ। ओभर रमाइलो छ यार यहाँनिर त। बोटिङ खतरा भएर छ यहाँनिर। यतिको बोट त झापामा कहीँ पनि छैन। पोखरामा नाउ यसरी हातले तारेको जस्तो होइन कि यो भनेको एकदम रमाइलो हुन्छ। ओभर दामी। अर्काको बारीमा आइयो साथीहरू हामी चाहिँ होइन। यता चाहिँ देख्न सक्नुहुन्छ धानबारी। अनि विशेष हामी यहाँ किन आएको भन्दाखेरि चाहिँ सरप्राइज तपाईँहरूलाई
यो चाहिँ हाम्रो मटेका फुल रहेछ अनि मन पर्यो त्यही भएर टिप्न आएको जेसुकै होस् टिपिदिए ल दिस इज फर एभ्रिवान एभ्रिवानको लागि होला यो मेरो तर्फबाट न्यु इयरको चाहिँ शुभकामना गिफ्ट लिनु दिस इज फर यु धन्यवाद यु कम पोता यु कम आई कम यु कम ओली कम ओली नट कम बालेन कम बालेन इज कमिङ कम सिना पानीले कुटेर नि यस्तो माथि यस्तो उडिरहेको थियो भगवान तर लास्टमा त कस्तो राम्रो भइदिएको क्या अब देख्न सक्नुहुन्छ गाइज यो के हो यो के हो हिलो अर्काको बारी भन्दै पस्यौँ तर त्यहाँ बारी हो त्यो चाहिँ भिजिट गर्दा चाहिँ यति सुकुन मिलेको थियो कि ठ्याक्कै गाउँघरमा जस्तै घर पनि त्यहाँ पर बनाइरहेको रहेछ होइन त्यो बाँसको घर होइन कस्तो मजा आउने तर राम्रो थियो क्या त्यो घर पनि कस्तो सफा अनि हामी चाहिँ बारी घुम्दै गयौँ हेर्दै गयौँ होइन के देख्यौँ क्या हामीले त्यहाँ बकुलाहरू खै के चराहरू होइन अनि अर्ग्यानिक हुन्छ नि अब खेतबारीमा हिँड्दाखेरि कस्तो हुन्छ रमाइलो क्या कस्तो दामी चाहिँ त्यहाँ गर्दै हामी चाहिँ झन्डै लगभग निकै घुम्यौँ होला 5-10 मिनटै त्यहाँ अलमल्यौँ त्यस पछाडि चाहिँ फेरि फर्क्यौँ हामी खेतबारी ढुङ्गालाई आनन्द नि जाउँ कस्तो राम्रो छानो फेरि उसलाई नै हेर्न आए जस्तो हुन्छ फेरि पहिलेदेखि नै जाने बानी आज भोलि र फेरि घरि त उसलाई नै हेरेर भनेर भन्न मिल्ने कस्तो खालको माया मुनि लाग्यो क्या काला जादु गरेको मलाई हेर न जता गयो नटिप्नु होला हौ यहाँको के गमलै टिप्नु मतलब फुल उसको जरै टिप्नु गाइज हामी फर्किँदैछौँ ल आज त्यो इन्द्रेणी तालमा त सोचेको भन्दा धेरै मान्छे आइदिइरहेको क्या अनि म चाहिँ भिडियो बनाउँदै हिँड्दै मान्छे यति धेरै आएको छ साथीहरू होइन तर यो 0 छ क्या यो 0 छ हामी मात्रै हो यतिकै बसिरहेको छु भिआर खेल्नु है सबैजना भिआर यस्तो छ हाम्रो जिन्दगी यस्तो छ क्या के भन्छ होइन भन्न आएन आएछ भने भन्नुलाई परै बिजोक रमाइलो खालको छ रमाइलो छ इन्द्रेणी ताल साँच्चीकै आज भिड भएको छ देख्न सक्नुहुन्छ इन्द्रेणी तालको आज सबैजनाले न्यु इयर लागिरहेको रहेछ मलाई पनि लागेको छ बोरिङ भइरहेको छ काम गरेर इन्द्रेणी ताल सबैजना भिजिट गर्न आयो हुन्थ्यो के हो बाटो पनि आँटिसक्यो छिर्ने बाटो पनि छैन म फेरि कम्ता ठुलिन्छु त ल मेरो चाहिँ अब एकदम यो हेरेर पनि यसो गर्नु खालको काम हो यो मेरो चाहिँ ल सन्चै हुनुहुन्छ नि अनि ह्याप्पी न्यु इयर है झन्डै बिर्सेछु के भयो दाइ बोट कुद्दैन सोडी बाटो भराएर 10 जना मान्छे हालिदिरहेछ क्या अब त्यो आन्टी पिछा फेर्नुको 10 जना पो चढाइदिरहेछ
ल हामी चाहिँ गयौँ ल मलाई चाहिँ भिआर साह्रै बिग्रेको भयो त्यही भएर हिँडेको अब अल्छी लाग्यो नानी दाइ कहाँ जानुभयो ठाउँको नाम खै के हो जे होस् हामी यो होटेल क्याफेमा छिरौँ है हामी तपाईँहरूलाई कस्तो ऐना पनि रहेछ यस्तो पो रहेछ त बाहिर बस्नु ल कहाँने हुन्छ हामी अनि अन्न भरे कहाँ ठाउँ गएर खानु फोन अफ ला गाइस हामी चाहिँ बिरयानी खाँदैछौँ कसै क्याफे हाउसमा आएर चाहिँ हामीले बिरयानी खान लागेको छौँ यो चाहिँ चिकन बिरयानी हो है त गाई यो खै मैदाहरू कि राइतो भन्छ कि यसलाई खास गरी नाम चाहिँ उच्चारण गर्न आउँदैन तर हेर्दा मिठो छ सधैँ हुन्छ है त यो चाहिँ चिकन किमानी रोस गाइस यो चाहिँ अलिक सादा प्लेनमा रहेछ यहाँ चाहिँ बदामहरू छैन म चाहिँ के भन्छ के भयो कञ्चनाको भूत हो तर माथि चाहिँ तपाईँको क्या आगो नै भएन यहाँ घाउ भएर बाई बाई गाइस अब चाहिँ हामी घर जान लागेको यो चाहिँ लाइफ लाइन हो अनि लाइफ लाइनबाट अलिक माथि चाहिँ यसको रुम सुप्रिया र म चाहिँ छुट्यौँ अनि म चाहिँ सरासरी घरतिर लागेँ मेरो रुम चाहिँ भाइरल रोडको छेउमा श्रेष्ठ चोक अगाडि हो सो म चाहिँ त्यहाँनिर पुगिसकेँ यो चाहिँ भाइरल रोड हो अनि म चाहिँ फेरि त्यहाँबाट सरासरी घर गएँ मलाई चाहिँ गले फिल जस्तो भइरहेको थियो त्यही भएर म चाहिँ भित्र छिर्न साथ म चाहिँ सुतेँ थ्याङ्क्स फर वाचिङ माई भिडियो अनि सबैजनालाई वान्स अगेन ह्याप्पी न्यू इयर भन्दै सबैजना स्वस्थ व्यस्त रहनुहोस् भन्दै आजलाई टाटा बाई बाई लभ यु अल